र साथीहरू धेरै 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 दिनको अन्तरालपछि फेरि पनि म मेरो साथीहरूसँग भेट भइरहेको छु। एकदम खुल्लेआम हिँडिरहेको छ क्या साथीहरू। आज चाहिँ किन भनेर भन्नुहुन्छ होला कि आमामामामामाम यत्रो दिनसम्म के साथीहरू, यत्रो दिनसम्म ओडदोड गर्दा 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 होइन, अब भने चाहिँ 2 विक्ससम्म चाहिँ एकदम आनन्दले बस्नुपर्ने अवस्था आएर चाहिँ खुल्लेआम हिँडिरहेको छ आज चाहिँ होइन साथीहरू। अनि त्यही भएर चाहिँ अब थाहा छैन 2 हप्ता बाद के हुन्छ कसो हुन्छ होइन, उपरवालालाई मात्र थाहा हुन्छ। सो साथीहरू 2 हप्ताको सिजफायर भएको कारणले गर्दा अहिले चाहिँ म भने खुल्ला एकदम फ्री भएर घुमिरहेको छु साथीहरू। अब चाहिँ गएको गएको कहाँ गएको भनेर सोच्नु हुँदै होला होइन। देखाउँछु नि कहाँ गएको नि, धेरै छ कि हाम्रो ग्याङै छ आजको ग्याङ। तपाईँ त छेलले सब त यहाँ आएन त यहाँनिर। अगाडिको यहाँ चाहिँ हाम्रो भाइ बहिनीहरू सबैजना एकदम फोटो खिच्दैछ। आज भने चाहिँ हामी तेलाभिबतिर घुमिरहेको छौँ कि हाम्रो ग्याङहरू छ यहाँनिर ग्याङहरू साथीहरू। ग्याङहरू चाहिँ यस्तो छ साथीहरू ग्याङहरू। बिचमा आएको कि साथीहरू, बिचमा जाडो जाडो रहेछ जाडो। तर मैले स्वेटर त बोकेर आएको छु साथीहरू। यहाँ बहिनीहरू देख्न सक्नुहुन्छ, चिसो लुगा लाएर आएको छ बहिनीहरूलाई चिसो। यहाँ फुच्चीहरूले हेर्नु न बिचमा आएको रे, चिसो 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 छ चिसो साथीहरू, चिसो छ। म त चिसो लाग्यो यिनीहरू हेर्नु न यहाँ चिसो चिसो चिसो। यहाँनिर चाहिँ बिच छ होइन साथीहरू। हामी जाँदैछौँ चट्ट लाएर हामी यहाँ बिचमा बसेर चाहिँ यस्तो चिसो छ। यहाँ देख्न सक्नुहुन्छ साथीहरू, बिच तेलाभिबको बिच हो क्या। तेलाभिबको कति सुनसान छ हेर्नु न साथीहरू। यहाँनिर हिजो अस्ति त्यो उसले गर्दामा होला नि होइन, त्यो धमाकादार पटेकादारले गर्दामा होला नि। अहिले हेर्नु न यस्तो सुनसान छ साथीहरू, यस्तो सुनसान छ। देख्न सक्नुहुन्छ आमामा त्यस्तो नपरेको भए त, त्यो धमाकादार पटेकादार नभएको भए त यहाँ यति रमाइलो हो क्या साथीहरू। जानु सक्छ किन सक्दैन सोध्दैछ क्या बहिनीहरूले, सोध्नु हुँदैछ यस्तो ठाडो बोली क्या। उपर जानु सक्छ किन नजानु, जानु सक्छ नि होइन साथीहरू। जानुहोस् 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 आरामले जानुहोस् बहिनीहरू। बडा खिच्नु तिम्रो चिनो आज त नाच्देको 2 हप्तासम्मको लागि फ्री बुट्टो घुमाइ नि हुन्छ क्या हजुरहरू। 2 हप्ता साथीहरू म
भन्नुहुन्छ भने यस्तो थाक्यो कि यस्तो थाक्यो बिचबाट पनि आयो हेर्नु न केहीजना सुनसान छ क्या बिच गएर आएको कति रमाइलो भयो बिचमा कति इन्जोय गऱ्यो हामी होइन भाइ बहिनीहरूसित मजा आयो अब चाहिँ एपार्टमेन्टतिर लागेको साथीहरू